एक बोरामा 1 किलो आको यति ठुला गरेर चाहिँ लगाइसकियो। उहाँ एउटा नानीले छापा हाल्दैछन्। कति मजाले छापा काटेर यता चाहिँ रुख झार्दैछन् त माथि। खोइ त्यो हो त बाल्टी ल्याऊ मलिमलाई। ल्याऊ तिमीलाई अप्ठ्यारो भयो नि त। बाटो दिए नि देऊ, बाल्टी दिए नि देऊ। ल ल बत्तले हाल न यहाँ बाल्टीमा लाऊ। को खाली छ बोटुलोमा यो? ए बोटुलोमा यसले राउनु न दिदी। यो बोटुलोमा न यो बोटुलो न। नाम लोके तपाईको त्यो हैन? हो नि सातै गयो मलाई त बाबु। गाडी परमै जाने हो लिएर आउँछु म। ल लिएर आउँ। लाउ त यो लिएर आउनु। ल लो बाल्टी लो म बोक्ने। कसको यो बाल्टी? मेरो नाम छैन। बाल्टी त त्यहाँ छोड्ने हो कि 15 मा। दिस्तो गरे हात केलामा गर्दै अन्त अहिले पोका आयो नामले आ खैवाला नि दुई दिनटा ओ रितुलाई जाछु मैले रितुले भिडमा हात फिटिराख्न पर्छ पानी भयो ल्याउनु नानी है। हेर्नुस् हेर्नुस् गाइजी, यहाँ पानी खान पानी पनि भर्न गयो यहाँ है। कति राम्रो छ पानीको कुवाई। ल हेर्नुस्। हेलो गाइज, ए यता ओहो यता फर्किदे कति यता खिचाउला यता फर्किदे 6-10 केजी जति एक बोरामा अझै लो न यहाँ नभुलाम जाम त यहाँ मेरो कोदालो आयो कि आएन हेर के त्यो घण्टा लगा ल जानी रे जानी रे। अहिले त हैन त बजे के केटीहरु छ अरे मेरो कोदालो ल्याउन कोदालमा आएछन् पिर परेर उभिरहेको लाग्छ। गाइस पनि गर्न खर्च छिट्टै लाकोले छिट्टै खिच्याकै अनि घण्टा लाग्दिने ल ल कति ल हेर्नुस् गाइज, हाम्रो गाउँमा कति रमाइलो छ हेर्नुस्। अब यसरी नै काम गर्न आउनु, देश विदेश परदेश जता पनि नबस्नुस्, आउनु यहीँ गाउँमा बसेर दुःख गर्नु पर्यो, खानु पर्यो। ल आउनुहोस्, गाउँमा कति रमाइलो छ हेर्नुस् गाइज। हाम्रो अब उकालो लाग्नु पर्यो। यहाँ मोलको थुप्रा थुप्रा राखेको छ। अब यहाँ फेरि हाम्रो मोल बोक्ने खेतालाहरू यतातिर छ नि। ए घन्टी बजाउँदै मोल बोकेर लाने। ल अब हामी फेरि आइपुग्यो फेरि अर्को ठाउँको बारीमा। अब यो बिउसिउ बोकेर आइयो फेरि यो बारीमा लगाउने हो, बेसार लाउने हो। अब सहरमा बस्नेहरूले चाहिँ बेसार लिन चाहिँ हाम्रो घरतिर आउनुहोस् है।
हाम्रो गाउँतिर हामी सबै सहरमा बस्नेलाई बेसार पुर्याउँछौँ ल आउनुहोस् आउनुहोस् बेसारको बिउ चाहिँ यस्तो छ ल हेर्नुहोस् गाइज ल हेर्नुहोस् हल्ता बिउ छ माथि उकालाई के भयो गाइज के भयो स्याउलो बोक्न त गाह्रो हुँदो रहेछ गाइज ओहो गाइज